पुकु आज तिमीलाई के खाजा खान मन लागेको छ? नमस्ते, यहाँहरू सबैलाई स्वागत छ पुकु माया च्यानलमा। आज हाम्रो पुकुलाई खान मन लागेको छ म्याकरोनी। सो छिटो छिटो मिठो मिठो म्याकरोनी बनाऊ। छिटो मिठो म्याकरोनीको लागि हामीलाई चाहिन्छ म्याकरोनी, एक कचौरा, अनि यो छ हरियो केराउ, अनि अन्डा, अनि प्याज, अनि गोलभेडा। थोरै इन्ग्रिडियन्ट्समा बनाउँदैछौँ है हामीले। त्यसको लागि मैले चाहिँ यहाँ साइडमा चाहिँ पानी उमाल्न पनि राखिसकेको छु। यसमा रातो रातो के हो भनेर सोच्नु भएको छ भने यो चाहिँ बेसार हो। बेसार र नुन हालेर उमाल्छु म चाहिँ। सो पानी उम्लिसकेको छ है कति छिटो। अनि यसमा मैले म्याकरोनी हालेर उमाल्न राखेको छु र हल्का चलाइदिएको छु। अनि त्यसपछि चाहिँ छेउमा राखेको यो अब सब्जीहरू है, बच्चाहरूलाई त धेरै थरी मिसाएको मन पर्दैन नि त भेजिटेबल। सो त्यसैले मैले चाहिँ थोरै भेजिटेबलमा मात्रै बनाउने कोसिस गरेको छु आज होइन। सो त्यसको लागि चाहिँ मैले प्याज काटेको छु, अनि गोलभेडा, अनि अन्डा, अनि केराउ है। अब अरू पनि भेजिटेबल त राख्न सकिन्छ, तर मन पराउँदैन बच्चाहरूले धेरै होइन। सो यतापट्टि चाहिँ यो म्याकरोनी उम्लिसकेको छ, अनि पाक्दैछ। अझै बिचबिचमा चाहिँ चलाइराख्नुपर्ने हुन्छ हामीले। अनि मैले चाहिँ प्याजलाई चाहिँ चट्ट यहाँ पखालेर ल्याएर काटिसकेँ अब। अनि त्यस्तै गरेर मसिनो मसिनो बनाउँछु। बच्चाहरूले चाहिँ ठुल्ठुलो त्यो क्रम्सहरू मन पर्दैन नि त, पिसहरू। त्यसैले चाहिँ मैले मसिनो बनाएर काट्दैछु। अनि गोलभेडा पनि काटिसकेको छु। गोलभेडाले चाहिँ अलि मोइस्चर बनाउँछ, अलि ड्राई हुन दिँदैन होइन तपाईँको म्याकरोनीलाई। त्यसैले गोलभेडा चाहिँ मोस्टली म चाहिँ हाल्छु है। अनि अन्डा यतातिर मैले फुटाएर अब यसलाई चाहिँ फिट्नलाई रेडी गर्दैछु। सो त्यसमा चाहिँ हल्का नुन पनि राखेको छु। नुन राखेर फिटेर अब रेडी गर्छु यसलाई पनि। अब उता म्याकरोनी पनि उम्लिरहेको छ है सँगसँगै। बेला बेलामा त्यसलाई पनि गएर चलाउँछु। पाक्यो कि हेर्नु पऱ्यो नि होइन, फेरि टाँसिने पनि डर हुन्छ। त्यसैले हामीले बेला बेलामा म्याकरोनीलाई पनि हेर्नुपर्छ। अनि यता मैले कराई पनि बसालिसकेको छु। अब त्यसमा मैले तेल हालेँ है। तेल हालेर हल्का यसो सबैतिर चलाइदिएको छु। अब म्याकरोनी मैले यहाँ छानिसकेको छु है। पानी फालेर चिसो पानीले एकचोटि धोएर राखिसकेको छु, ड्रेनरमा राखिसकेको छु। अनि मैले चाहिँ तेल खारिसकेपछि त्यसमा हल्का जिरा फुराएर अनि प्याज राखेँ है। प्याजलाई मजाले भुट्ने है, धेरै भुट्नु पनि हुँदैन फेरि। अनि त्यसपछि प्याज उता भुटिँदैछ होइन। सँगसँगै म चाहिँ यहाँ मेरो चाहिँ बानी के हो भन्दाखेरि यहाँ पकाउँदै यो सफा गर्दै बस्ने बानी छ कि मेरो चाहिँ। सो यहाँ टेबल पनि क्लियर गर्दैछु मैले चाहिँ। यताउता सबै निकालेँ। अनि यो बट्टाहरू पनि यताउता राख्दैछु फिर्ताभित्र होइन। अनि प्याज चाहिँ हल्का भुटेपछि धेरै खरिनु दिनु पनि हुँदैन प्याजलाई है, हल्का पिङ्क पिङ्क हुनुपर्छ। पिङ्क पिङ्क भएपछि चाहिँ, यतिको पिङ्क भएपछि चाहिँ हामीले यसमा चाहिँ अरू राख्न सक्छौँ। मैले चाहिँ यहाँ हरियो केराउ राखेको छु है। हरियो केराउलाई नै मजाले एकछिन भुटेको छु। धेरै भुट्नु पर्दैन है, हल्का भुटे पुग्छ। अनि त्यसपछि हल्का त्यो भुटिएपछि चाहिँ यहाँ अन्डा पनि राखेँ मैले है। अन्डा पनि राखेर यसरी चलाइदिएँ। अब अन्डा चाहिँ बच्चाहरूलाई मनपर्छ नि त होइन। अनि अन्डाहरू चाहिँ राखिदिन्छु मोस्टली चाहिँ म। अरू भेजिटेबलहरू नराखे पनि धेरै थरी चाहिँ म राखेको हुँदैन बच्चाहरूको लागि बनाउँदाखेरि, उनीहरूले खान मान्दैन। त्यसैले सो अन्डा राखेर मजाले एकछिन भुटी मैले है, मजाले टुक्रा टुक्रा हुन दिनुपर्छ। धेरै ठुल्ठुलो पिस भयो भने पनि खान मान्दैन, त्यस्तो हुन्छ। अनि अब म यताउता एउटा काम गरुन्जेल हेर्नुहोस् कता कता पुग्छु कता कता होइन। एकछिन भुटेर अब यहाँ गोलभेडा पनि राखेँ मैले है। अब गोलभेडालाई नै हल्का चलाएर चाहिँ अब यसलाई म के गर्छु भने बिर्कोले छोपिदिन्छु। सो बिर्कोले छोपेपछि चाहिँ यो स्टिम भएर चाहिँ गोलभेडा अलिक लतक्क हुन्छ कि, नत्र अलिक अख्रक्क टुक्रा टुक्रा भएर राम्रोसँग त्यो गल्दैन नि त। अनि यसरी स्टिम गरेपछि चाहिँ मजाले गल्छ त्यो गोलभेडा। र यसरी एकछिन पाक्न दिनुपर्छ। हल्का सानो आँच गर्नुपर्छ ग्यास चाहिँ है, सानो ग्यास गरेर गर्ने। अनि फेरि हेर्नुहोस् न मेरो बानी फेरि यत्तिकै यताउता पुसिराख्ने पुसपास गरिराख्ने। मेरो बानी नै यस्तै हो फेरि है। तपाईँहरू चाहिँ के गर्नुहुन्छ? अनि निकालेँ हेर्नुहोस् न तातो है, झन्डै पोलेन। अनि मजाले यसलाई गोलभेडा लतक्क भएछ है। अब लतक्क भएपछि यसरी भएपछि अब यसमा चाहिँ म्याकरोनी मिसाउनलाई ठिक्क भयो है। यसरी अब म्याकरोनी राखेर हल्का चलाउने, मिक्स गरिदिने सबै। हेर्नुहोस् न यतिसम्म भयो भने चाहिँ बच्चाहरूले नि खान रुचाउँछ क्या। धेरै भेजिटेबलहरू राखेको उनीहरूले मन पराउँदैन। अनि
यसमा चाहिँ मैले अब नुन राखेँ, हल्का नुन छरिदिएको छु है। नुन चाहिँ धेरै नराख्नु होला, फेरि बरु थोरै भएको ठिक छ है, धेरै भयो भने चाहिँ खान गाह्रो हुन्छ। अनि हल्का मैले जिराको धुलो पनि राखिदिएको छु, अलिकति फ्लेभर आओस् भनेर। अनि यसो गरेपछि मजाले एकछिन चलाउने। अनि नुन यो मसला राखेर धेरै थोरै मसला नराख्ने, धेरै स्पाइसी पनि मन पराउँदैन बच्चाहरूले। अनि एकछिन फेरि ग्यास सानो गरेर यसलाई स्टिम गर्न दिने, ताकि नुन चाहिँ मजाले म्याक्रोनीभित्र पनि पसोस् होइन। मजाले नुन सबैतिर लागोस् भनेर। अनि फेरि चलाएर यतिको भयो है। अब यो लगभग रेडी भइसक्यो, किनभने म्याक्रोनी पहिल्यै बोइल गरेर पाकिसकेको थियो। म चाहिँ पुरा पाकिसकेपछि मात्र निकाल्ने गर्छु है, ताकि भेजिटेबल धेरै स्टिम भएर त्यो डिस्कलर नहोस् भनेर कि। अनि त्यसपछि अब यहाँ सर्भ गर्न रेडी पनि भइसक्यो। मैले यहाँ सर्भ गरिसकेको छु बच्चाहरूको लागि। अब ठुलो नानी पनि स्कुलबाट आउने बेला भइसक्यो, सो उसको लागि पनि मैले टक्क रेडी गरिसकेको छु। अब यति भएपछि त उनीहरू पनि मक्ख है म्याक्रोनी खानु पाएर आज।